के छ बुढा पत्ले के छ खै अरू कता गयो उडायो डेन्जर आवाज त सागहरू ल छोटु ल पत्ले हेलो गुड मर्निङ फ्रम मुस्ताङ चाहिँ हिजो हामी खाना खाएको अनि राति यहीँ आएर बसेको क्या राति भयो फर्किँदाखेरि अनि यहाँबाट चाहिँ भ्यूहरू कस्तो दामी देखिन्छ क्या हिमालहरू चाहिँ ऊ त्यहाँ घाम लगाइरहेछ यहाँनिर अलिअलि कस्तो अलि अँध्यारो देखिरहेको क्या माथि टुप्पोमा घाम लगाइरहेछ अनि सो आज चाहिँ हामी अब मुक्तिनाथमा जाने हो पहिला अनि त्यहाँबाट मुक्तिनाथबाट कहाँ हुन्छ अनि यता डुम्बा लेक पनि भन्दैछ के अरे कस्तो हुन्छ अनि त्यहाँबाट अनि मार्फा हुँदै अनि झर्ने हो सो त्यही हो अब 7 बजीतिर चाहिँ यहाँबाट हिँड्नुपर्छ होइन यो घाम रहेछ यहाँ चाहिँ घाम आएन जुन पनि लागिरहेको रहेछ यता चाहिँ यस्तो छ ल कस्तो र क्लियर नआएको यता माथि क्लियर आएको छ डह्रो हिँड्यो नि हिजो त कति 6 घन्टा जति नै हिँड्यो होला बाइकमा 6-7 घन्टै यहाँबाट मात्रै दिनैभरि बाइकमै हिँड्यो टाढा रहेछ बोर्डर पुग्नलाई त त्यही होला अब हिँड्छु मुक्तिनाथतिर गएर भेटौँ न मुक्तिनाथको उकालो बनाउँछ एकछिन मुक्तिनाथ आइपुग्यो ल नै छिटो स्यासे हुन्छ कति भयो टाइम 10:30 भयो आँखा त पुरै रातो भएको होला मेरो त फास्ट गाह्रो हुन्छ क्या भयो जाम न छोटो थकला के छ बुढा पत्ले के छ खै अरू कता गयो आइज ल आइज न छिटो आइले भन्दा छु आँखा देखेको छैन म
आँखा देखेछ कि छैन भन एकचोटि आँखा देखेछ ल झ्याम्मै उता तैरी ल तैरी जम हान्न सिधै हो के फेट डुब यता चाहिँ ल पैसा खोज है पैसा खोज हेर भएन त्यो डुबेन तेरो टाउको भएन क्या तेरो यो टाउको तिमी भाइ पत्लु ठिक छ नि ल दर्शन गरेर भ्याइसक्यो ल एकदम राम्रो पूजा गरेँ मैले त्यही खुसी लाग्यो मलाई हो र ल ठिक छ ल आज चाहिँ दामी भएको है पूजा चाहिँ भित्र खासै धेरै लाइन पनि भएन नि त ल अब पानी भर्ने हो यहाँ ट्याक्क पानी लिएर जाने उता घर ल जाऊँ ल पानी खानु परेन डेन्जर हावा छ ल यहाँबाट यता सर र हेरौँ है यता हिमाल यता पनि छ यता अलि राम्रो देखिन होला यहाँ अनि भात खाएको अनि भिडियो बनाउनै बिर्सिन्छ नि त अनि पत्ले ल मारै हो क्या इन मात्र हो त नि त्यो बिर्सिन्छ नि त नि सागहरू ल छोटु ल पत्ले